शम्भु हर हर महादेव जय शम्भु हर हर महादेव जय शम्भु हर हर महादेव वेलकम बैक टू माई न्यू ब्लग हैन आज चाहिँ अब लागेको घुम्नलाई टक्क घुम्ने म त यहाँ घुम्न आएको टक्क घुम्ने बस्ने मेरो काम त यो घुम्ने बस्ने त्यति पुगिहाल्छ यहाँनिर मलाई चाहिँ हैन रमाइलो छ अनि त्यस्तो जिन्दगी यस्तो बाटोमा टोइटो हिँडेर ब्लग बनाइरहेछ ल घुमिरहेछ गाइस यहाँको बस चाहिँ नि यस्तो भिड आम्मा बल्ल अर्को बसमा चढेर बस्न पाएको अघिसम्म बस्न पाएकै थिइनँ नि त यहाँ बस लामो हुन्छ गाइस यस्तो गर्मी थियो नि अहिले यहाँ यस्तो शीतल हावा कस्तो भइरहेको छ शीतल भयो शीतल अहिले सबैलाई शीतल भयो रजनीगन्धा गएर भोलाको एड गरे जस्तै विमलको पनि एड गर्दैन विमल बोलो जुबान केसरी त यो फुल बेच्दाहरू पनि पैसा पाइन्छ गाइस तर फुल बेच्दा हुन्छ मैले हिँडेको टिकट गर्दै आउँछ टिकट काट्ने हिँड्ने 23 रुपियाँ 10 किलोमिटर 23 रुपियाँ 10 किलोमिटर हिँड्यो भने 23 रुपियाँ तिर्नुपर्छ धेरै पर्दैन रुपिस 23 30 20 क्यास जसरी दियो त्यसरी दियो भने क्यास अनलाइन दियो भने अनलाइन देखाइन्छ जस्तो दियो त्यस्तै देखाइन्छ टिकट गर्दै आउँछ नि ट्रेनको जस्तो टिटी भइया हो यो हाम्रो बसको टिटी भइया हो यो त बाटो हो यो यो जाम हो यहाँ यस्तो जाम हुन्छ यस्तो जाम यहाँ कति लामो जाम छ हेरौँ है यता पनि जाम लाग्यो फेरि यता पनि जाम लागेको छ फेरि थर्ड तरिका जाम यो जाम यस्तो छ नि जाम अब यताको कुलो अब यताको खुल्नै बाँकी छ यस्तो जाम छ यहाँ जाम बाइकको टाउकै मात्रै बाइकको हेलमेट टाउको होइन बाइकको हेलमेटै मात्रै देखिरहेको जब बल्ल जाम खुल्यो जस्तो लाग्यो मलाई खुलेको हो सरकारी बस यो ठाउँले गाइस एम्बुलेन्स आइरहेको छ हेर्दा साइड पनि दिँदैन कस्तो खालको ठाउँ रहेछ एम्बुलेन्स आइरहेछ साइड दिँदैन सालेहरू कमसेकम एम्बुलेन्स साइड दिनु नि कसैको ज्यानको सवाल छ के मन्दिरको नाम के हो शिव टेम्पल यो यस्तो छ है गुफा क्या गुफा त मम्मी हाम्रो नेपालमा छ नि त्यहाँनिर त गुप्तेश्वर महादेव गुप्तेश्वर महादेव की जय होस् बरफ भएको यस्तो टेम्पल भनेको यही हो जाने त पनि पैसा लाग्छ त जान चाहिँ म्याट्रामा चप्पल कहाँ राख्ने हो यहाँनिर शिवरात्रिको बेला कस्तो यस्तै छ है राम्रै छ त दामी छ शिवजी जय शम्भु पार्किङमा आयो अरे पार्किङ बुद्ध सब कुछ होता है यहाँ पर घूमता है ड्राइव पुग्यो ओम नमः शिवाय रमाइलो छ यहाँनिर यस्तो यहाँ गाइड अब यस्तो जानु अगाडि जानु यसरी चढाउनु पर्ने अरे होइन अब मम्मी हेरेर देखाएको दिखाई दे दुईपल्ट
सबै हाल्दे धागो नहाल सबै हाल्दे सबै बुढी खनाइदे उम्ला हटा न भिडियो गर्नु पनि आउँदैन फिर एक बार ढोक खुट्टाको बनाइस् रमाइलो छ यहाँ कतिजनाको विश होला यहाँनिर होइन गणेशजी कि जय होस् यता सागर घिमिरे गणेशजी हरिद्वार ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय महादेव हर हर महादेव हर हर महादेव हर महादेव हर हर महादेव हर 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 महादेव शंभो हर 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 महादेव नमः शिवाय ओम नमः शिवाय लव ओम नमः शिवाय अब हामी बस्न छिटो आइज हामी गुफा छिर्यौँ ओम नमः शिवाय ओम नमः शिवाय केदारनाथ ओम नमः शिवाय ओम नमः शिवाय ओए केदारनाथ आइर त ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय नमः शिवाय ओम 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 नमः शिवाय जय पांच ओम नमः शिवाय नारायण नारायण ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय रामेश्वर महादेव की ओम नमः शिवाय ओम नमः शिवाय शिवाय ओम नमः 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 मेरो महादेव हर हर महादेव के गर्नुहुन्छ शिवजी हात आशीर्वाद दिनु विद्या होस् ज्ञानी होस् पहिले खुट्टा छुनुपर्छ अनि मात्र लागोस् रोग नलागोस् प्रभु परमात्मा शिवाय शिवजी ओम नमः शिवाय 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 यता भगवानको पनि इङ्ग्लिसबाट लेख्छ नेपालीबाट लेख्नु नि ओम नमः शिवाय ओम नमः शिवाय जय सब पाइन्छ यो पनि बनाइदिएको बन्द सोध्नु न पसलले बाल्दैछ यहाँ पकड बन्द गरेपछि तल हालिदिन्छु भरे भरि मेरोबाट राम्रो आउँछ क्या त नबना नबोल्नु मसँगबाट सबैतिर दर्शन भयो अब यो बाँकी छ अब यो बाँकी छ यो के हो थाहा छैन
खाइसकेर आराम गर्ने अरे आराम गर्दैछु विश्राम गरौ विश्राम ठुलो शिवजीको मन्दिर हो यो चाहिँ म हो फोटो खिचेका राम्रो राम्रो फोटो खिच्ने क्यामेराम्यानहरू हुन् आदि क्यामेराम्यान त छन् दुनियाँको सबैभन्दा राम्रो फोटो खिच्ने क्यामेराम्यानहरू यता अनुसार यो क्यामेराम्यानको सबैभन्दा खतरा फोटो खिच्ने यो अर्को यता हजुरआमा मन्दिर छिरेर बाहिर निस्किसक्यो ब्याग बोकेर हिँड्नुपर्छ ब्याग या त ब्याग आमामा ए केटाकेटीहरू फोटो खिच्नु त बसन्ती मम्मीको मल निकालेर ल यहाँ ठिक छ यो मल यो मल माथि महल मुनि बस्दिउँ तर बस्दिउँ बहिनी त भ्लग यस्तो छ बन्द गरिहाल्छ छिटो मान्छे आउँछन् जान्छ अरे ऊ बन्द भयो त अनि यो त खोलिँदैन नि खोलिन्छ यो खोल्यो भने हुत्त गर्छु नि त्यही खोलिन्छ त्यही मैले आज ठुली मान्छेलाई सम्झेको सम्झै गरेँ भयो बन्द भयो टिकटकेका चुप बसन्ती खिच्छ त्यहाँ लिफ्ट खोल्दैछ लिफ्ट चलाउन आउँछ अरे अपरेटर आएन है छिटो खोल ओए मुनि गयो माथि लैजा पक्का नलैजा नानी घर जान्छ ढोका खोल लिफ्टमा खोल छिटो चुप्पा लाग्नु है कति खुवाएर ड्राइभर ओइ ड्राइभर मात्रै गयो त अनि खलासी उत्रिँदैन अरे यो चाहिँ बल्ल एम्बुलेन्स अलि बाटो खाली भएछ ढाबा जाने ढाबा कहाँ छ कितना पैसा 10 रुपया हम देगा छोड़ो ये नीचे एवढा लेके जाएगा ओनली वन चेंज नहीं है चेंज नहीं है तुम्हारा नहीं बिकता है पछि कहीँ बिक्छ त चेन्ज दिनु परेन दिएपछि चेन्ज दिनु परेन बडा उत्रियो अनि यता हिँडेको फेरि अब त्यो बसको भाषा आउँथ्यो भन्थ्यो यस्तो गाली खान्थ्यो त्यो केटीले मेरो मुखबाट आउँदैन बङ्गाली भाषा के गर जुस खाएगा भाइ सब गन्ना का जुस उखुको रस खाएगा सब कुछ ये उखु हो गन्ने का जूस खाएगा गन्ने का जूस जी जूस पिला दो मौसमी का जूस पिला दो मौसमी का मीठो छ मीठो यस्तो मिठो अच्छा है बल्ल 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 खाली सिट पाइयो गाइज यहाँ हाम्रो गाडीमा हेलो गाइज मौसमीको जुस कस्तो लाग्यो काट्नुपर्छ यार बसमा काउन्टरमा होइन फेरि बसमै टिक 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 गर्दै आउँछ बडी नै हो यहाँको भात बडी को गाइज यहाँ यिनीहरूको यो बेङ्गलोरमा त नि यहाँ माथि खाड छ यो चाहिँ मुनि खाटा मुनि हो खाटा मुनिबाट माथि चाहिँ अर्को गाडी कुद्छ मुनि चाहिँ अर्को गाडी कुद्छ मान्छे कुद्ने मुनि चाहिँ मुसा कुद्ने
छ्या 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 यो गाइस हेलो हेड स्ट्रक्चर हो हेड स्ट्रक्चर जाम मेट्रो स्टेसन होइन यो माथिको आमामा यो मेट्रो स्टेसन होइन मेट्रो स्टेसन आइपुग्यो गाइस त्यो परको हेड स्ट्रक्चर हो कहाँ जाने खोइ रमाइलो छ रमाइलो गाइस यहाँ अर्कै रमाइलो छ यो चाहिँ बेङ्गलोर सिटी यो सरकारी बस थ्याङ्क्स फर वाचिङ माई ब्लग अब आजको लागि यति नै तपाईँ आजको ब्लग के कस्तो लाग्यो धेरै पछि बनाएको आफ्नो प्रतिक्रिया दिनु होला थ्याङ्क यू बन थ्याङ्क यू लाइक कमेन्ट सेयर सब्सक्राइब बन लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला मेरो दादालाई थ्याङ्क यू सपोर्ट गाइस गर्नु होला बाइ बाइ थ्याङ्क यू गाइस